मेथी सायद हामी सबैको भान्सामा हुने एउटा सामान्य मसला हो, हैन त? तर यो सानो सुनौलो दानाभित्र हजारौं वर्षको इतिहास र निकै आश्चर्यजनक वैज्ञानिक शक्ति लुकेको छ। आउनुहोस्, स्रोत सामग्रीको आधारमा यो सामान्य मसलाको असाधारण कथालाई अलि गहिराइमा गएर विश्लेषण गरौँ। ल, अब यसमा अलि गहिरिएर हेरौँ है त। एकातिर यो परिकारमा स्वाद थप्ने मसला हो, तर अर्कोतिर एक शक्तिशाली औषधीय जडीबुटी पनि। त्यसो भए आजको हाम्रो विश्लेषणको मुख्य प्रश्न के हो भने यसको परम्परागत प्रयोग र आधुनिक विज्ञान बीचको तालमेल साँच्चै कस्तो छ त? आजको हाम्रो यात्रामा हामी मेथीको ऐतिहासिक जरादेखि सुरु गर्नेछौँ। त्यसपछि यसको वैज्ञानिक बनोट, स्वास्थ्यमा पर्ने असर अनि यसलाई प्रयोग गर्ने सही तरिका के हो भनेर हेर्नेछौँ। र सबैभन्दा महत्त्वपूर्ण, यसका जोखिमहरूबारे पनि विस्तृतमा चर्चा गर्नेछौँ। अनि अन्त्यमा एउटा ठोस निष्कर्षमा पुग्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। हाम्रो यात्राको पहिलो खण्डमा हामी मेथीको गहिरो ऐतिहासिक जर र यो कसरी विश्वभर फैलियो भन्ने कुरामा केन्द्रित हुनेछौँ। सोच्नुहोस् त, मेथीको प्रयोग कुनै आजभोलिको चलन होइन। यो टाइमलाइनले यसको लामो र रोचक यात्रा देखाउँछ। आजभन्दा हजारौं वर्ष पहिले 1500 ईसा पूर्वमा इजिप्टमा प्रसवलाई सहज बनाउने यसको प्रयोग भएको प्रमाण भेटिन्छ। त्यहाँदेखि लिएर आज विश्वको सबैभन्दा ठूलो उत्पादक भारतसम्म मेथीले विभिन्न संस्कृति र युगहरूमा आफ्नो महत्त्वपूर्ण स्थान बनाएको छ। ल, इतिहासको पाना पल्टाएर अब विज्ञानको ल्याबभित्र पसौँ है त। यो सानो दानालाई यति शक्तिशाली बनाउने आखिर के तत्त्वहरू छन् त? अब मेथीको वैज्ञानिक संरचनालाई अलि नजिकबाट हेरौँ। बाहिरबाट हेर्दा सानो दाना, तर भित्र के छ त? हेर्नुस् त, यसको संरचनामा लगभग 58% त कार्बोहाइड्रेट नै रहेछ, त्यो पनि धेरैजसो फाइबर। यो निकै रोचक कुरा हो। अनि त्यसपछि करिब 24% प्रोटिन। यो त पौष्टिक दृष्टिकोणले निकै मूल्यवान देखिन्छ। तर असली जादु त यी म्याक्रोन्युट्रिएन्टमा मात्रै छैन, त्यो त यी साना साना बायोएक्टिभ यौगिकहरूमा लुकेको छ। जस्तै ग्यालाक्टोम्यानन भन्ने फाइबरले रगतमा चिनीको अवशोषणलाई सुस्त बनाउँछ भने 4-हाइड्रोक्सी आइसोल्युसिन भन्ने एमिनो एसिडले सिधै इन्सुलिन उत्पादन बढाउन मद्दत गर्छ। हो, यिनै तत्त्वहरू हुन् जसले मेथीलाई औषधीय गुण दिन्छन्। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण प्रश्न। मेथीको बारेमा गरिने स्वास्थ्य दावीहरूमा कतिको दम छ त? यसको पछाडि कति वैज्ञानिक प्रमाण छ? हामी सबैभन्दा बलियो प्रमाणबाटै सुरु गर्नेछौँ। 0.85%। यो नम्बर सानो देखिन सक्छ, तर मधुमेह व्यवस्थापनको संसारमा यो निकै ठूलो र शक्तिशाली नम्बर हो। धेरै मानव क्लिनिकल परीक्षणहरूको समग्र विश्लेषणले के देखाएको छ भने मेथीको सेवनले HbA1c, जुन ब्लड सुगर नियन्त्रणको एक प्रमुख सूचक हो, लाई औसतमा 0.85%ले घटाउन सक्छ। यो दाबीको पछाडिको सबैभन्दा बलियो प्रमाण यही हो। अनि यसले काम कसरी गर्छ त? यसको तरिका एकदमै चलाक छ। दुईतर्फी आक्रमण गर्छ भनौँ न। पहिलो, यसको फाइबरले आन्द्रामा गएर खानाबाट चिनी सोच्ने प्रक्रियालाई नै ढिलो बनाइदिन्छ। दोस्रो, यसमा भएको एक विशेष एमिनो एसिडले प्याङ्क्रियाजलाई ल अब थप इन्सुलिन बनाऊ भनेर सङ्केत दिन्छ। यो दोहोरो कार्यले नै यसलाई यति प्रभावकारी बनाएको हो। तर एउटा कुरा बुझ्न जरुरी छ, सबै वैज्ञानिक प्रमाणहरू उस्तै हुँदैनन्। ल्याबमा वा जानवरहरूमा गरिएका अध्ययनहरूले यसले कसरी काम गर्न सक्छ भनेर सङ्केत त दिन्छन्, तर मानिसमा गरिएका क्लिनिकल परीक्षणहरूले नै यसको वास्तविक प्रभावकारिता पुष्टि गर्छन्। र खुसीको कुरा, ब्लड सुगर नियन्त्रणको मामलामा मानव परीक्षणको प्रमाण निकै बलियो देखिएको छ। ब्लड सुगर बाहेक अरू पनि फाइदाहरू छन् कि? हो, सङ्केतहरू राम्रै देखिएका छन्। मेथीले कोलेस्ट्रल घटाउन, व्यायामिक प्रदर्शन सुधार गर्न र पाचन स्वास्थ्यलाई सहयोग पुर्याउन सक्ने सम्भावना पनि देखिन्छ। यद्यपि यी क्षेत्रहरूमा प्रमाण ब्लड सुगर नियन्त्रणको लागि जस्तो बलियो र व्यापक नहुन सक्छ। ल, यति कुरा बुझिसकेपछि अब लागौँ व्यावहारिक पाटोतिर। यदि कसैले मेथी प्रयोग गर्ने सोच बनाइरहेको छ भने क्लिनिकल तथ्याङ्कको आधारमा यसलाई सुरक्षित र प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने त? यहाँ मुख्य बुदा के हो भने सबैभन्दा बलियो प्रमाणले देखाएको मात्रा हो दैनिक 10 ग्राम। एक लामो 3 वर्षसम्म चलेको अध्ययनले के देखायो भने दैनिक 10 ग्राम मेथीको सेवनले प्री डायबिटिज भएका व्यक्तिहरूमा मधुमेह विकास हुने जोखिमलाई निकै कम गर्छ। अब 10 ग्राम भनेको कति हो त?
भान्सामा सधैँ तौल्ने मेसिन त हुँदैन, त्यसैले यो हिसाबले सजिलो बनाउँछ। एक ठूलो चम्चा अर्थात् टेबल स्पुन गोटा मेथीको दाना लिनुभयो भने त्यो लगभग 10 ग्राम हुन्छ। यदि धुलो प्रयोग गर्ने हो भने करिब 2 सानो चम्चा अर्थात् टीस्पुन पर्याप्त हुन्छ। मेथी लिने उत्तम तरिका के हो त? दाना भिजाएर, धुलो बनाएर वा टुस्सा उमारेर पनि लिन सकिन्छ। तर सबैभन्दा प्रभावकारी तरिका चाहिँ खानासँगै लिनु हो, किनभने यसो गर्दा यसले खानाको ग्लाइसेमिक प्रभावलाई सिधै कम गर्न मद्दत गर्छ। अहिलेसम्म हामीले फाइदाको कुरा गर्यौं, तर अब आउँदैछ सबैभन्दा महत्त्वपूर्ण र सायद अलि गम्भीर खण्ड। मेथीका फाइदाहरू छन्, तर यसका जोखिमहरूलाई जेन्टे नै नजरअन्दाज गर्न मिल्दैन। यो जानकारीमा विशेष ध्यान दिनुहोला। पहिलो र सबैभन्दा कडा चेतावनी, गर्भावस्थामा मेथीको औषधीय मात्रा सेवन गर्नु खतरनाक हुन सक्छ। यसले पाठेघरलाई उत्तेजित गर्न सक्छ, जसले समयभन्दा पहिले नै सङ्कुचन गराउने वा गर्भपतन जस्ता गम्भीर जटिलताहरू निम्त्याउन सक्छ। यो जानकारी निकै महत्त्वपूर्ण छ। त्यस्तै अर्को एकदमै महत्त्वपूर्ण कुरा, यदि कुनै शल्यक्रिया गर्ने योजना छ भने यो कुरा ख्याल राख्नै पर्छ। स्रोतहरूले स्पष्ट रूपमा भनेका छन् कि मेथीले रगत जम्ने प्रक्रियामा असर गर्न सक्छ। त्यसैले कुनै पनि योजनाबद्ध शल्यक्रियाभन्दा कम्तीमा 2 हप्ता अघि यसको सेवन बन्द गर्न अनिवार्य छ। मेथीले हामीले खाइरहेका अरू औषधिहरूसँग पनि गडबड गर्न सक्छ। विशेष गरी रगत पातलो गर्ने औषधि र मधुमेहको औषधि लिइरहेका व्यक्तिहरूले त झनै सावधानी अपनाउनुपर्छ। यसले यी औषधिहरूको प्रभावलाई बढाएर खतरनाक अवस्था सृजना गर्न सक्छ। त्यसैले स्वास्थ्यकर्मीलाई आफूले के कस्ता सप्लिमेन्ट प्रयोग गरिरहेको छु भनेर जानकारी दिनु अत्यावश्यक छ। अनि अर्को कुरा, एलर्जीको। यदि कसैलाई बदाम, चना वा अन्य गेडागुडीबाट एलर्जी छ भने उनीहरूलाई मेथीबाट पनि एलर्जी हुन सक्ने सम्भावना रहन्छ, किनभने वनस्पति विज्ञानको हिसाबले तिनीहरू एउटै परिवारका सदस्य हुन्। ल, हामीले मेथीको इतिहास, विज्ञान, प्रयोग र जोखिमहरूबारे विस्तृत रूपमा छलफल गर्यौं। अब यी सबै जानकारीलाई एकै ठाउँमा समेटेर मुख्य कुरा के हो त भनेर हेरौं। मुख्य सन्देशहरू के हुन् त? पहिलो, मेथी ब्लड सुगर नियन्त्रणको लागि एक शक्तिशाली सहायक उपकरण हुन सक्छ, विशेष गरी 10 ग्रामको दैनिक मात्रामा। दोस्रो, यो कुनै जादुई औषधि होइन र यसले परम्परागत उपचारको ठाउँ लिन सक्दैन। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसका सुरक्षा चेतावनीहरूलाई कहिल्यै पनि बेवास्ता गर्नु हुँदैन। त्यसो भए अन्त्यमा प्रश्न उठ्छ, यो सानो दाना जसमा यति धेरै प्रमाणित फाइदा र केही गम्भीर जोखिमहरू छन्, के यो साँच्चै हाम्रो मेटाबोलिक स्वास्थ्यको लागि विचार गर्न लायकको औजार हो त? प्रमाणले त भन्छ यो हुन सक्छ, तर यसको प्रयोग गर्ने निर्णय सधैँ फाइदा र जोखिमलाई तौलिएर निकै सावधानीपूर्वक लिनुपर्छ।